पहिले सानो हिँडेपछि ठुलो बाध्य भएर हिँडेको हो। घरमा आउने पुलिसहरू आउने छापा मार्ने गरेर त्यहाँबाट मलाई बस्न भएन, आमा घरमा बस्न भएन, म हिँड्छु भनेर एकजना ज्वाइँ हुनुहुन्थ्यो, साइला छोरीका दुला, हिनाजु यो घरको रेखदेख तपाईँले गर्ने हो, तपाईँको सम्पत्ति पनि छैन, हामीले सम्पत्ति पनि काटेर दिन्छौँ, यो घरमा रेखदेख तपाईँले गर्नु होला, हामीलाई त बाध्य भएर हिँड्न पर्यो मलाई भनेर छोडेर हिँडेको अब ठुलो छोरो। आज झन्डै 20-22 वर्ष भइसक्यो। भयो। दुवै छोरा गुमाउँदाको यो पीडा हामी देख्न सक्छौँ यहाँनिर, निकै अझै तपाईँका आँखा उभाएका छैनन्। जस्तो छाती पर्छ बिमार भएर त्यहीबाट रोग निस्केर बिरामी भएको भइगर्छु तेरो पनि